तिम्रो प्रेम कहानीको पात्र हुन मन छ जुनी जुनी केवल तिम्रै मात्र हुन मन छ मुटुमा धडकन भए जसरी देहमा आत्मा रहे जसरी तिमीसँगै रहन पाऊ जुनी जुनी भरि उसको छोरा बुहारीलाई दाम्पत्य जीवनको शुभकामना शुभ आशीर्वाद छ यिनको राम्रो होस् सदाको लागि यिनीहरूले केही हामीलाई सहयोग गर्नु पर्दैन यिनले हामीलाई बुढो बिरामी हुँदा हेरे पुग्छ यो मनले धडकनले छरी जप्छ तिम्रै नाउँ यसै गरी जुनीभरि तिमीसँगै हिँड्न पाऊँ मेरो छोरी ज्वाइँको दाम्पत्य जीवनमा एकदम सुखमय शान्ति राम्रो होस् सुख शान्ति होस् सधैँ खुसी रहन् शुभकामना छ सधैँ मिठो मिठो बनो साथ कहिल्यै नछुटोस् दुईजनाको हात हो सधैँ मिठो मिठो बनो साथ कहिल्यै नछुटोस् दुईजनाको हात हो सधैँ मिठो मिठो बनो साथ कहिल्यै नछुटोस् दुईजनाको हात उकालो थियो ओह्रालो थियो धेरै बाटो भिरालो थियो मेरो भान्जी रोजिना र ज्वाइँ साहबको सुखद दाम्पत्य जीवनको मङ्गलमय शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु राजेश र नवविवाहित रोजिनाको विवाहमा यो उत्सवमा हामी छौँ र एकदम रमाइलो पनि भइरहेको छ र उहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना पनि भन्न चाहन्छु कस्तो लागिरहेछ ठिकै लागिरहेछ अब दिनभरि गर्दाखेरि अलिअलि अप्ठ्यारो नि हुने रहेछ अझै 3-4 घन्टा बाँकी छ होला अनि तैपनि सबैसँग भेटघाट हुन पाउँदाखेरि रमाइलो लागिरहेछ है अब आजदेखि नयाँ च्याप्टर सुरु भयो लाइफको होप इट विल गो भेरी गुड सुखद जीवनको एकदमै मङ्गलमय शुभकामना पहिले सुरुमा त एकदम खुसी भएस् सुखी भएस् सबभन्दा इम्पोर्टेन्ट कुरा त्यही हो अनि माया गरेस् धेरै अनि ट्रस्ट होस् कम्युनिकेसन होस् अनि यो लाइफको च्याप्टर तेरो मात्रै होइन अब लाइक एउटा टुगेदरनेस सँगैको हुन्छ र फ्यामिलीसँग सबैको हुन्छ ल बधाई छ अनि फेरि पनि शुभकामना मेरो दाइ हुन्छ अब म त जान्छु उता भित्र यसरी गरेर 2 घन्टा नि ओह्रालो थियो धेरै बाटो भिरालो थियो तिमी आयो भरोसा बोकेर अब उनीहरूको दाम्पत्यको जीवन सुखमय रहोस् होइन नेपाललाई नबिर्सियोन् आज अब दुलाको साथीहरू हुनुहुन्छ कति क्लासदेखि सँगै पढ्दै आउनुभएको साथीहरू उहाँहरू हामी ब्याचलर्सदेखि काठमाडौँ विश्वविद्यालयमा 2013 देखि हामी साथी छौँ अनि 2017 मा पास आउट भयो हाम्रो बेहुलालाई दाम्पत्य जीवनको शुभकामना दिनुहोस् त ल उहाँलाई चाहिँ दाम्पत्य जीवनको धेरै धेरै शुभकामना दिन चाहन्छु पहिलो कुरा म आफू पनि विवाहित भएको हिसाबले पनि अविवाहित र विवाहित हुँदाखेरिको
फरक भनेको चाहिँ अलिकति जिम्मेवारी थपिन्छ अनि के हुन्छ भने फेरि आफ्नो एकल तरिकाले चलिरहेको जिन्दगीमा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ होइन तर फेरि अब उहाँ चाहिँ हाम्रो कलेजको टपर पनि हो होइन टपर मात्र होइन कि हरेक कुरामा अन्डरस्ट्यान्डिङमा पनि राम्रो बुझाइमा पनि राम्रो साथीहरूमा पनि एकदम राम्रो भएको भएर मलाई जहाँसम्म लाग्छ 100% कन्फिडेन्ट चाहिँ पुरै दाम्पत्य जीवन एकदम सुमधुर चल्छ भन्नेमै म छु तैपनि कहिलेकाहीँ चाहिँ कम्प्रोमाइजेसहरू गर्नुपर्छ एकदम हामी सम्पूर्ण सिभिल 2013 ब्याच र अरू अन्य साथीहरूको तर्फबाट एकमुष्ट दाम्पत्य जीवनको बधाई तथा शुभकामना उहाँलाई मात्र होइन उहाँको मिसेसलाई पनि अनि अब यस्तो साथीहरू अब सँगै हुनुहुन्छ अब यो यादहरू पनि आइरहेको होला ब्याचलर पढ्दादेखि साथीहरूसँग कस्तो अनुभव लागिरहेको अब त यी साथीहरू भनेको धेरै पहिलेदेखिको 2013 भने अहिले 2025 हो 12 वर्ष हो हामी चाहिँ एकदम नजिक छौँ पहिलेदेखि है अब ऊ चाहिँ अब म ब्याचलर पास आउट गरेपछि काम गरेको सँगै साथी अनि ऊ चाहिँ ब्याचलर पढेको सँगै साथी अनि काम गर्ने बेला सँगै काम गरेको अनि ऊ चाहिँ फेरि मास्टर्स पढ्दाको साथी अहिले चाहिँ ऊ नर्वेमै काम गर्छ अहिले उतापट्टिको साथी छ अनि हामी चाहिँ ऊ चाहिँ अनि फेरि उसको चाहिँ अचम्मको कुरा छ उसको चाहिँ यस्तो भएको रहेछ तपाईँको सुन उसको बुढीलाई मेरो त्यो बुढीले भन्नु पर्यो होइन ल तिमी उसले भन्छ ल खास भए चाहिँ के भने मेरो वाइफ चाहिँ नर्स हो होइन ऊ चाहिँ नेपाल आर्मी हस्पिटलमा पढेको खास चाहिँ एक दिन हामी सँगै थियौँ क्या अनि मेरो बुढीले मलाई चाहिँ अब मेरो बिहाउनु लाग्यो के अरे मेरो साथीको बिहाउनु लाग्छ भन्यो केटो नरैबाट आउँदैछ भन्यो बुढीले त्यो भएपछि अब नरै भने चाहिँ हेरौँ न मेरो साथी हो कि नभनेको नभन्दै मेरो साथी परेछ त्यही भएर मेरो चाहिँ दुईवटा कनेक्सन तपाईँको बुढीको साथी उहाँको बुढीको चाहिँ तपाईँको बुढीको साथी भन्नु हो एकदम मिल्ने साथी रहेछ हामी पनि मिल्ने साथी भयो कि कस्तो गजब है संयोग भयो एकदमै गजब संयोग भयो अनि कस्तो छ भने जोडी एकदम फेरि टक्क मिलेको छ दुईजनाको दुवैलाई चिनेको हिसाबले पनि दुईजनाको एकदम जोडी चाहिँ एकदम राम्रो छ उहाँहरूको जोडी चाहिँ अब एकदम दाम्पत्य जीवन अझै सफल होस् त्यही नै शुभकामना ल हाम्रो तर्फबाट पनि हजुरलाई धेरै धेरै धन्यवाद है त हस् हस् ल कस्तो लागिरहेको छ सम्पूर्ण हजुरका इष्टमित्र आफन्त सबलाई धन्यवाद दिनु धन्यवाद सबैजनालाई ल हाम्रो तर्फबाट पनि ह्याप्पी म्यारिड लाइफ है थ्याङ्क यू भेरी मच राजु भाइ र हामीले हुनेवाला नयाँ बुहारी रजनीलाई यो नयाँ वैवाहिक कार्यक्रमको उपलक्ष्य र आगामी दिन पनि सफल सुखद र खुसी साथ बितोस् बुझ्ने गरी भन्नु पर्छ है यसरी तिम्रो मनको भाषा बुझ्ने खोइ कसरी बुझ्ने गरी भन्नु पर्छ है यसरी
तेरो साराना त्यो मनले मनसँग कुरा गरन त्यो मनको डेरा यतातिर सारन त्यो मनसँग यता बस्यो त्यो मनसँगै प्रीत बस्यो बुझ्नु पर्छ माया इसाराले मन जित्नु पर्छ केही मिठा कुराले बुझ्नु पर्छ माया इसाराले मन जित्नु पर्छ केही मिठा कुराले तिमी सास देउमा चल्छु धड्कनले तिमी सास देउमा चल्छु धड्कनले त्यो मनसँग यता बस्यो